जुन क्रूरता छ नि, जुन बर्बरता छ, र यो क्रूरता र बर्बरता पछाडि पनि जुन चाहिँ त्यो कम्फर्टेबल फिल गर्ने कुरा छ नि, यो मैले चाहिँ यो निकट विगतमा अहिलेसम्म सामान्यतः देखेको थिएँ। यो खालको क्रूरता, यो खालको बर्बरता। त्यसैले यो क्रूरता र यो बर्बरता स्टेट मैले चलाउँदै गर्दाखेरि मैले जति क्रूर भए पनि हुन्छ, जति बर्बर भए पनि हुन्छ भन्ने कुरा चाहिँ यो राज्य चलाउँदै गर्दा मसँग करुणा हुनुपर्छ, मैले न्याय गर्नुपर्छ, मैले विवेक पुर्याउनुपर्छ, कानुन प्रयोग गर्दै गर्दाखेरि बल पनि प्रयोग गर्नुपर्छ। तर मैले बल प्रयोग गर्दै गर्दा मेरो त्यो अन्तिम हतियार हो, मैले बल प्रयोग गर्दै गर्दा पनि नागरिकको सबै कुरा हेर्नुपर्छ भन्ने सन्दर्भमा राज्य सत्ता सञ्चालन गर्नेको सोचले पनि निर्धारण गर्छ। त्यसैले यो यसको पनि उपज हो। त्यसैले म धेरै विनम्र गरेर म टुङ्ग्याउँछु भने आज साथीले महत्त्वपूर्ण कुरा राख्नु छ। मेरो तीनटा कुरा छ, यहाँ मान्यवरले आउनु भएको छ। एउटा कुरा, अहिले नेपाली कांग्रेस हामी सङ्घमा प्रतिपक्ष छौँ। प्रतिपक्ष भएको हुनाले गर्दाखेरि यो सङ्घको संसदमा तपाईहरुले यो विषयलाई उठाउने, यो विषयको बारेमा तथ्य तर्क प्रमाण सहित प्रस्तुत हुने, किनकि एकदमै गलत ढङ्गले सुसूचित गरिएको छ। अघि नै पनि कुरा उठ्यो, यस्तो बनाइएको छ कि खास गरी नयाँ पुस्ताका मानिसहरूलाई कि सबजना अपराधी हुन्, सबजना चाहिँ जग्गा आएर कब्जा गरेर आएर बसेका हुन् भन्ने खालको भाष्य बनाउन खोजेको छ। यसलाई चिर्ने काम तपाईहरुको हाम्रो हो।